शिवा नमस्कार। यो भिडियो कन्टिन्यू बनाउनलाई निकै लामो भिडियो भएर चाहिँ छोटो छोटो भए पनि एकै दिन आजको दिन फुर्सदको समय मिलेर चाहिँ मैले लाँदैछु। फुर्सद हुँदाखेरि तपाईँहरूलाई पनि केही यो विषयमा जानकारी लिनु छ भने हेर्न सक्नुहुन्छ र कमेन्ट बक्समा चाहिँ तपाईँको जिज्ञासा राख्न पनि सक्नुहुन्छ। मैले जानेअनुसार बुझेअनुसार म बुझ्दै लगेर भए पनि तपाईँहरूको गुनासोहरू रिप्लाई गर्नेछु है त। अनि त्यो दुःखको कुरोहरू प्यासेन्जरलाई पनि अब कति इमर्जेन्सी परेर मात्रै त यस्तो राइड सेयरिङहरू युज गर्ने होइन। अनि अब उहाँहरू पनि जानुपर्ने कहाँ छ, छिटो पुग्नुपर्ने छ, अफिस जानुपर्ने छ। तर यो एप्सले गर्दाखेरि अलिकति गाह्रो पनि भनिरहेको छ। तर ठिकै छ, यो बिस्तारो सुल्झाउँदै लानुहुन्छ भन्ने आशा लिएको छु मैले पनि। र मैले बुझेअनुसार यसो सपोर्ट बक्सहरू हुन्छ होइन, डाइरेक्ट यसको सर्भिसेस कम्पनीहरू हुन्छ, आफ्नो आफ्नो सर्भिस कम्पनीहरू हुन्छ। त्यहाँ चाहिँ हामीले बुझ्दाखेरि चाहिँ यो हुँदैछ है भन्ने जानकारी आएको छ। र अर्को कुरो भनेको अब यसको मेन लोकेसनकै भयो कुराहरू होइन। अनि त्यसमा चाहिँ अहिले बोनस सिस्टम भएर फेक राइड गरेर पनि बोनस दिने सिस्टम रहेछ। जस्तो अब मैले अर्को मोबाइल 2-3वटा मोबाइल बोक्छु, 2-3वटा मोबाइलमा दिनकै 2-3वटा चाहिँ फेकै हान्छु। त्यसरी गरेर पनि बोनस लिँदो रहेछ कसैले, मैले साथीहरूबाट सुनेअनुसार चाहिँ। तर त्यसो गर्दाखेरि अनि यहाँ धेरै गुनासो आउने चाहिँ बोनसै दिँदैन, म याङ्गो चलाउँदिनँ, म बोनसै मलाई दिएन, किन याङ्गो चलाउने, मेरो बोनसै खाइदियो, मेरो पैसै खाइदियो भन्ने हुन्छ होइन। तर यो चाहिँ उहाँहरूकै गल्ती जस्तो लाग्छ है मलाई चाहिँ। कति कुराहरू चाहिँ अब त्यहाँ प्यासेन्जरमा आफ्नो राइडर्समा पनि गल्ती नै हुन्छ क्या। फेक हान्दिनँ अनि बोनस खोजेर मात्रै हुन्छ नि, दुःख नगरिकन सुख सबै उयो कहाँ खोजेर हुन्छ त होइन। अनि अर्को कुरा चाहिँ अब प्यासेन्जर याङ्गोमा प्यासेन्जर 2 पटक आजको दिन मैले गएँ, अहिले बोकेर लगेँ। एक्जाम्पल लागि कलङ्कीबाट उता नयाँ बस पार्क लगेँ, अनि म त्यहाँ बसिरहेको छु। एकछिनपछि उहाँ नयाँ बस पार्कमा जानु रहेछ, त्यहाँदेखि फेरि अर्को ठाउँ पनि जानु रहेछ उहाँको काम सकेर। अनि उहाँले चाहिँ अब त्यहाँ आधी घन्टा म त्यहाँ बसेँ, राइड आएन, बसिरहेको हुन्छ। अनि फेरि बुक आयो, लास्टमा उहाँ कहाँ आयो मलाई थाहा हुँदैन उहाँ भनेर। उहाँ त अर्कै ठाउँ जाँदै हुनुहुन्छ, फेरि त्यही ठाउँमा जाने भए पनि हामीलाई थाहै हुँदैन। अनि कति पैसामा आएको याङ्गोमा थाहा हुँदैन, फेरि कति पैसामा रिक्वेस्ट गरेको हो, कति पैसा मलाई आउने थाहा हुँदैन रिक्वेस्ट आउँदाखेरि होइन। जब स्टार्ट गरिसकिन्छ अनि मात्रै थाहा हुने। तर उहाँ नै पर्नुभयो भने चाहिँ अब उहाँलाई ला अघि नै उहाँलाई बोकेर लगेको, अनि त्यसपछि अब के गर्ने, लानै पर्यो। उहाँ त आएर बसिसक्नुभयो, अघि नै तपाईँलाई बोकेको भन्दाखेरि पनि उहाँ बसिसकेपछि लानै पर्यो, कि त उहाँको राइड क्यान्सल गर्नु पर्यो। मैले बुझेअनुसार सपोर्ट र आफ्नो पार्टनरसिप यो सर्भिस कम्पनीसँग बुझ्दाखेरि चाहिँ उहाँले चाहिँ अब चाहिँ त्यसरी नगर्नु होला, मेरो बोनस चाहिँ आयो, एकचोटि रिक्वेस्ट गरेँ मैले, यस्तो भयो के गर्ने भन्दाखेरि होइन उहाँ नै हो, तपाईँहरूले फेक गर्नुभएको होइन भने चाहिँ पाउनुहुन्छ, एकचोटिलाई अर्कोचोटि त्यस्तो नगर्नु, उहाँको क्यान्सल गरिदिनु होला भन्नुभयो। त्यस्तो गर्दाखेरि चाहिँ अलिकति गाह्रै छ फेरि है। भिडियो लामो हुने भयो, हेरेर साथ दिनुभयो। अर्को एपिसोडमा योलाई कन्टिन्यू गर्नेछु। इच्छुकहरूले चाहिँ हेर्नु सक्नुहुन्छ है। फेरि यो राइड सेयरिङहरू युज गर्दै हुनुहुन्छ भने, तपाईँ आफै राइडर्स हुनुहुन्छ भने हेर्न सक्नुहुन्छ मेरो भिडियोहरू।